परमेश्वर भन्नुहुन्छ नडरा किनकि म तसित छु, निरुत्साहित नहो किनकि म तेरो परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु र मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। परमप्रभु भन्नुहुन्छ तिमीहरूको हृदयलाई तयार बनाउनुहोस् परमेश्वरलाई आराधना गर्न। एउटा गहिरो चाहनाको साथमा परमेश्वरको उपस्थितिमा आउनुहोस्। भन्नुहोस् प्रभु आज म तपाईँको नजिक हुन चाहन्छु, आज बेलुकी म तपाईँको नजिक आउन चाहन्छु। नथिङ मलाई आशिष होइन तर तपाईँ चाहेको छ। मेरो जीवनमा चङ्गाई भन्दा पनि बेसी मलाई तपाईँको उपस्थिति चाहिएको छ। हो मेरो जीवनमा थुप्रो ठाउँमा म छुटकारा हुनुपर्छ मलाई थाहा छ। रिसाइहाल्ने बानी छ मेरो, मलाई सम्हाल्न सक्छौ र सानो सानो कुरामा आँसु झारिदिन्छु कि मलाई अँगाल्न सक्छौ र सक्छौ भने भन, गर्दिन म दोमन, बन्द गरेर आँखा सुम्पिदिउँला तिमीलाई यो जौवन। सुनाउन नसकिने सपनाहरू छन्, भुल्न नसकिने घटनाहरू छन्, मुस्कानभित्र लुकेर आँसुहरू छन्। न त खुसी नै भेटिन्छ न त पीडा भेटिन्छ, बस दिदी त फेरि मेरो त मेरो सेकेन्ड मम दिदी त एकदम मलाई यस्तो लाग्छ कि दिदीले बिहा गरेर गएपछि चाहिँ घरबाट भयो जस्तो लाग्छ मलाई। दिदीले त यति स्ट्रगल गरेको